कस्तो हुन्छ होला है मलाई यो सब्जीहरू मन पर्दैन कि अचार बनाएर ट्राई गर्नु अलिकति डिफ्रेन्ट हुँदा सब्जी भन्दा चाहिँ सब्जी त कही हालेर बनायो भने पनि मिठो हुँदैन त कसरी बनाउँछ तपाईँहरूले चाहिँ अचार चाहिँ ठिकैको यो बिन्सको चाहिँ सब्जी चाहिँ मलाई साह्रै राम्रो लाग्दैन अनि तपाईँहरूले चाहिँ के बनाएर खानुहुन्छ सब्जी त जस्तै जेसुकै हालेर बनाए पनि पटक्कै मिठो लागेन कि अब ल्याइहाले झुकेर बिर्सी पठाउँछु नि त अनि म चाहिँ उसिनेर चाहिँ अचार टाइपको बनाउँछु ल भनेर ट्राई गरेको थिएँ समथिङ डिफ्रेन्टै लाग्यो है आफ्नो पसन्दको सबै कुराहरू हालेर चाहिँ यसलाई सब्जी भन्दा चाहिँ अचार बनाएको थिएँ प्याज खुर्सानी तेल अनि तपाईँलाई जे मनपर्छ त्यो हालेर बनाउनुहोस् कि सब्जी भन्दा चाहिँ डिफ्रेन्ट हुँदो रहेछ हौ राम्रै लाग्यो है त्यस्तो त्यो अब यति राम्रो एकदम फेभरेट त भन्नु मिल्दैन तर अब ल्याएपछि खेर फाल्नु त भएन नि त होइन अनि त्यस्तो भएको थियो अनि नयाँ एक्सपिरियन्स रह्यो है यसको अचारको चाहिँ मेरो लागि